पढ्न जयमसी स्वागत छ अर्को मेरो मिनी भ्लगमा। र यो भ्लगमा चाहिँ हामी नयाँ काम हुँदैछको सेकेन्ड पार्ट लगाउँछौँ। पुरानो र थोत्रो कुराहरूलाई पन्छ्याउँदैछु म भनेर, अनि यसो चाहिँ हामी सिक्नेछौँ एकदम सजिलो तरिकाबाट। तपाईँहरूले मजाले सिक्न सक्नुहुन्छ। र यसमा रिलेटिभ कर्ड मैले पार्ट 1 मा भने जस्तै सी मेजर, जी मेजर, हाफ मेजर, ए माइनर अनि फेरि सी, यति नै रहेको छ। हुन्छ, यो तलको सेकेन्ड नम्बरको पार्ट गाउँदा चाहिँ यस्तो सुनिन्छ। पुरानो र थोत्रो कुराहरूलाई पन्छ्याउँदैछु मलाई बाँधिराख्ने साङ्लोहरूलाई फुकाउँदैछु छुटकारा भएको म थाहा गर्दैछु क्रिसको आनन्द क्रुसमा दिँदैछु मेरो अधर्म समर्पण गर्दैछु क्रुसमा दिँदैछु मेरो अधर्म समर्पण गर्दैछु मुक्तिदातालाई। नयाँ काम हुँदैछ मेरो हृदयमा, नयाँ काम हुँदैछ मेरो जीवनमा। हुन्छ, यो चाहिँ यति नै थियो। तपाईँहरूले देख्न सक्नुहुन्छ कति सजिलो छ होइन गाउनलाई। तर त्यही हो, अब हामी कतिपय भनौँ न, कतिपय मान्छेले चाहिँ अब मेरो भोइस चाहिँ मोटो छ, यस्तो छ उस्तो छ भनेर चाहिँ गाउन लजाउनुहुन्छ। तर त्यसले केही पनि फरक पर्दैन होइन। गीत भनेको बजाउन जान्नु पऱ्यो अनि गाउन जानु पऱ्यो, स्केल मिलाउनु पऱ्यो, त्यसपछि त गीतमा मिठास आइहाल्छ आफै होइन। मेरो भोइस पनि यति मोटो छ तर पनि मैले चाहिँ गाउँछु भनौँ अलिअलि ठिकठाकै सुन्न लायकको गाउँछु। तपाईँहरू पनि कति भोइस मोटो छ भनेर पछाडि परिरहनु भयो होला, त्यस्तो नसोच्नु होला। गीत गाउँदै जानु होला, स्वर बस्दै जान्छ मिल्दै जान्छ, अनि एक न एकचोटि चाहिँ तपाईँको स्वर पनि मिठो सुनिन्छ। ल, यति भन्न चाहे। अर्को भिडियोमा भेट्नेछौँ। जय मसी।